स्टुडेन्ट्स तिमीहरूको लास्ट टाइम इक्जाम भएको लगाइसक्यो तिमी अभिसुस रुपेश झरना सलिना सबैजना पास भएको छ सबैजना राम्रो मार्क्स आएको छ तर सुशान डङ्गो तिम्रो मार्क्स कम आएको छ तिमी फेल भएको छ इक्जाममा तिमीलाई सायद इक्जाममा अब 18,000 देखि 20,000 पे गर्नुपर्ने हुन्छ त्यत्रो पर्छ सर पर्छ नि स्कुलको पोलिसी नै हो फेल भएपछि तिर्नुपर्ने त्यत्रो त पर्दैन होला सर घरमा त अब घरमा गाली गर्छ नि फेल गर्नु अब त्यो त बाबु पोलिसी नै छ स्कुलको के गर्छ त अब अलि सर अब यहीँ त मिल्दैन अहिले ब्रेक टाइममा आऊ न त तिमी त्यसो भए हस् वेलकम सर के काम थियो सर अनि अघि न क्लासमा फेल भएको थियो नि क्लासमा ए याद आएन उहाँ त अलि 17,000 अलि धेरै नै हुन्छ अलि मिलाउन मिल्दैन अब बाबु यो त कलेजको पोलिसी नै हो फेल भए पछाडि पैसा दिनै पर्छ सर अब घरमा पनि अलि गाली गर्छ अनि घरमा भन्यो भने पनि गाली पनि गर्छन् अनि कति पास केही गरिदिनुहोस् न सर अब अलिक गाह्रो त गाह्रै छ तर तिमी अलिकति मिलाऊ न खाली चियासँग त अहिले धेरै छ अहिले यति मात्रै छ अब यति मात्रै के छ अब यति मात्रैमा अब धेरै त गर्न सक्दिनँ तिमीलाई तानतुन गरेर पास चाहिँ बनाइदिन्छ नि त म हुन्छ हस् सर पास मात्रै हुन्छ पास चाहिँ बनाइदिन्छ लामा तर अलिक कमै भएको ठिकै छ हस् सर थ्याङ्क यू सर सकिएको तपाईँले इन्फर्म गर्नलाई मैले फोन गरेको हो मसँग यति कुनै कलेजमा मसँग भिडियो प्रुफ पनि छ टिचरले दिएको करप्सन कसो खाले एकजना स्टुडेन्टले टिचरलाई पोस्ट गरेको मैले प्रुफ पनि भिडियो पनि खिचेको देखो त मलाई हजुर हजुर स्टुडेन्ट पनि हो पैसा लिएको अहिले उहाँसँग हुनुहुन्छ अन्त यही अफिस नै छ त्यसो के गरौँ भन्दा अहिले मसँग नआऊ किनभन्दा अब तिमीहरूले के दिनु देखेन म जान्छु अनि हेरौँ है त्यो हजुरलाई के होला सर हजुर अघि मलाई हजुरको अगेन्स्ट एउटा कम्प्लेन आएको छ तपाईँबाट हजुरको नाम के होला मेरो नाम अविनाश अविनाश हजुर अघि हजुर एउटा स्टुडेन्टसँग भेट्नु भएको रहेछ यहाँबाट चाहिँ मलाई एउटा भनौँ न मान्छेले कल गरेर हजुरको अगेन्स्ट एउटा भिडियो प्रुफ देखाएको छ कस्तो प्रुफ छ सर यो भाइ यही कलेजको है हजुर सर त्यो भाइलाई पनि एक्चुली लिएर आउनु निस्किन खोज्नु होला तिमी यहाँ भिडियो प्रुफ छ नि त्यसरी अनि फेल भयो भन्नेमा टिचरलाई त्यो त घुस करप्सन भ्रष्टाचार भयो नि त के भन्नु छ हजुरहरूलाई कति वर्ष पुग्यो भाइ 19 वर्ष
यत्रो पढेर पनि अर्को पालि भनेर हुन्छ अब अर्डर दिइसक्यो उहाँ सर त झन् ठुलो उमेर भइसक्यो र भाइहरू मैले यसरी देखेपछि यसलाई छोड्न मिल्दैन म यसको अगेन्स्ट एउटा लिगल एक्सन लिन्छु होइन तपाईँहरू मसँग अफिस आउनुपर्छ त्यहाँबाट अब त्यो लिगल एक्सन लिन्छ संस्थागतदेखि पनि हुँदैन त्यस्तो भन्नु हुँदैन नि भाइ त्यहाँ हुँदैन त्यस्तो त्यहाँबाट तिमीले एक्चुली एफआइआर यो त केस दर्ता गर्नुपर्छ त्यसरी मैले छोड्न मिल्दैन नि भिडियो कल तपाईँहरू मसँग